भेज मोमोको लागि रेडी गर्दैछु। धनिया खुर्सानी प्याज हैन, अनि कता गयो बन्दा यति धेरै बन्दा है। अब यसमा पनिर कोर्छु अनि अरू बाँकी त्यहाँ छ चुला। भेज मोमोको लागि रेडी गर्दैछु। धनिया खुर्सानी प्याज हैन, अनि कता गयो बन्दा यति धेरै बन्दा है। अब यसमा पनिर कोर्छु अनि अरू बाँकी त्यहाँ छ चुला। यसमा यसलाई चाहिँ फ्राई गर्छु अनि ग्राइन्डर गरिदिन्छु। भइसकेको छ मैदा पनि कोर्दैछु। होइन मसिनो गऱ्यो नि के हुन्छ, दुईटैमा जेमा गऱ्यो। यो सोयाबिन हो, बन्दा प्याज सबै यहाँ छ हैन, मैले अघि पनि देखाएको छु। अनि यसमा जाने मसला भनेको यति नै हो है। फेरि यो लसुन, यो नुन, अनि मरिच, अनि यो खुर्सानी राखे पनि भयो नराखे पनि भयो। यो मोमो मसला, यो अदुवा, यो अजिना, यो चाहिँ बटर अझै बाँकी छ है, म देखाउँदैछु। अनि यिनीहरू भयो हैन। त्यसपछि यो भिनेगर भयो, यो सोया सस भयो। यति राखेपछि सबै मसला रेडी भयो यसको लागि। अब मोमो बनाएर देखाउँछु अरू चाहिँ है। यो भेजको रेसिपी घरमै बनाएर खानु होला। सस्तो पनि, राम्रो पनि, सजिलो पनि, मिठो पनि है। यो चाहिँ भनौँ न पगाल्न पर्ने हुन्छ। मैले यहाँ कराईमा राखेको छु, पगालेर राख्छु कि अरू है। मोमोको लागि यो पनि हुँदैछ, के भन्छ यसलाई, मैदाको डल्लो। ल भाँडा यहाँ खाली खाली छ। अब प्याकिङ गर्ने। 2 बजे छ, अहिले 3-4 बजे खानालाई प्याक गर्दा पनि त टाइम लाग्छ है। भाँडा यहाँ छ, पानी सुप केही छैन है। सुप नखाने भेजमा कुन सुप खाने र। चटनीको लागि यहाँ रेडी गर्दैछु। तिल पिसिसकेँ है भुटेर, अनि धनिया पनि राखेँ अलिकति। टमाटर यहाँ पाक्दैछ। अब प्याक गर्ने मान्छेहरू बोलाएको छु यहाँ। प्याकिङ पनि हुँदैछ। कहाँदेखि बोलाउनु भएको? कोरियाबाट। एकजना चाइनाबाट, एउटा जापानबाट। म चाहिँ कोरियाबाट। भन्नु भएन है। प्याकिङ त दामी भएछ, दामी। बसालेछु, अब पाक्दैछ। रेडी हुन एकछिन टाइम लाग्छ है। उल्टो बनाएर राखिदिएको कि आज। अनि चटनी पनि रेसिपी भइसक्यो। ल हेर्नुहोस्, यस्तो स्वादिलो, यस्तो मिठो छ। मोमोसँग झन् कति मिठो हुने होला। भेज मोमो यसरी बनाइन्छ। ल हेर्नुहोस् है सबैले। अझै यहाँ प्याकिङ हुँदैछ। यति स्वादिलो छ। अस्ति पनि बनाएको थिएँ, अनि आज पनि। खाना कोही पनि आएन है। बनेको बेलामा आयो भने पाएँ नि त। 2 दिनपछि भिडियो हाल्छ। अनि त्यसरी कहाँ हुन्छ त। आज त मैले आजै हालिदिन्छु होला है सायद। ल आउनु होला खाना। ल मोमो पनि पाकिसक्यो। अब खानालाई रेडी। बाबुको त्यो ट्राउजरै एउटै। ल हेर्नुहोस्, भेज मोमो मिठो छ। मिठो भयो। ल त्यसो भए बेची पनि बिग्ला जस्तै छ है। भर्खरै। ल यति मोमो खाइयो आज, के भन्नु। अर्को लट पाक्दैछ लगभग। अब यो लास्ट हो। खाएर भए चटनी पनि यति भइसक्यो। आजको रेसिपी यही हो। बाँकीहरू अर्को भिडियोमा हेर्नु होला है त।